तपाईको आफ्नो मूल्य मान्यता सभ्यता र संस्कृतिलाई कुनै संविधान र कागजमा लेखेर मेटाउन सकिँदैन। यसै कारणले गर्दाखेरि अहिले भन्नुस् न, अस्ति चैत 13 गते मैले सायद यही तपाईहरुसँगै कुरा गर्दा भनेको होला, यो देशको प्रधानमन्त्री भएको बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दाखेरि 104 जना बटुक राखेर शपथ ग्रहण गरे हो। अनि त्यसै गरेर बौद्ध भिक्षुहरू राखेर शपथ ग्रहण गरे हो। बौद्ध भिक्षु पनि राख्ने, हिन्दूहरू पनि बटुक पनि राख्ने, अनि धर्मनिरपेक्षको दलपतिले त्यो मान्छेलाई त्यो संविधानको शपथ ग्रहण गराउन मिल्ने हो? यसकारणले गर्दा पोलिटिक्स इज ए गेम अफ पोसिबिलिटिज। राजनीति संभावनाको खेल हो। जो जिता वही सिकन्दर, चितबिन की पटबिन की। संसारमा कतिवटा राष्ट्र धर्मनिरपेक्ष छन् अथवा धर्म सापेक्ष छन्। अमेरिकाका राष्ट्रपतिले बाइबल हातमा छोएर शपथ ग्रहण गर्छन्, अमेरिकाको संविधान पढ्दैन। यसकारणले गर्दाखेरि सर्वधर्म समभाव सहितको हाम्रो आदिम वैदिक र दैविक त्यो मूल्य र मान्यतालाई कसको इच्छामा समाप्त गर्नु पर्यो र हामीलाई धर्मनिरपेक्ष चाहिएको थियो। धर्मनिरपेक्ष हुँदा जातीय द्वन्द्व बढेको छ कि हिजो देश धर्म सापेक्ष राष्ट्र हुँदा जातीय द्वन्द्व थियो? भनेदेखि यसले त जातीय द्वन्द्व बढाएर लिएर गयो नि। सबैलाई आफ्नो सभ्यता संस्कृति मान्ने छुट छ, तर अहिले जसरी त्यो हिन्दू मुस्लिमको नाउँमा एउटा दंगा फसादी गरेको छ। अर्को कुरा क्रिस्चियनिटी, तपाईलाई थाहा छ काठमाडौँमा बनेका यो 2073 सालमा केपी शर्मा ओलीजी 77 सालमा केपी शर्मा ओलीजी प्रधानमन्त्री हुँदै नेपाल प्रहरीको सशस्त्र प्रहरी बल टिमले नेपालमा खुलेका एनजिओ र आइएनजिओ को अथाह सम्पत्तिको कारणले गर्दाखेरि मधेसमा जातीय द्वन्द्व सद्भाव भाँडिन सक्छ भनेर त्यतिखेर रिपोर्ट दिएछ। काठमाडौँमा बनेका अर्बौंका गुम्बाहरू कसको सम्पत्तिले बनेको छ? त्यहाँ नेपाल प्रहरी नेपाली सेना एउटा प्रवेश गर्न पनि पाउँदैन। त्यतिखेर त समाज कल्याण परिषद अन्तर्गत त्यहाँ दर्ता नभइकन एनजिओ आइएनजिओ चलाउन पाइँदैन थियो। अहिले अनि डलरमा पनि लेखा हुन्छ नि, याद गर्नुभयो होला, इन गॉड वी ट्रस्ट। भगवान बिनाको दुनियाँ छैन। यसकारण नेपाल हिन्दू धर्म सापेक्ष राष्ट्र हुनुपर्छ भनेको आदिम दैविक वैदिककालीन संस्कार र सभ्यताको निरन्तरता र हामी के भने सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्दैन। सर्वे भवन्तु सुखिनः, सबैजना सुखी हुन्। तपाईँ त्यो गोर्खापत्रको माथि लेखा हुन्छ यो, सर्वे भवन्तु सुखिनः, सबै सुखी हुन्। सर्वे सन्तु निरामया, सबै आनन्दित रहन्। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु, सर्वे भद्राणि पश्यन्तु, सबैजना शिष्ट भद्र शालीन रहन्। मा कश्चित् दुःख भाग भवेत्, कसैलाई पनि कुनै दुःख पीडा नपरोस्। यो कुराको निरन्तरता र हामीले वसुदैव कुटुम्बकम भन्यौं, संसार मेरो घर हो भनेर हामीले वसुदैव कुटुम्बकम भन्यौं। अनि विश्व संगठन कहिले भन्यो? यसकारणले गर्दाखेरि संसारले जान्नुभन्दा अगाडि हामी वसुदैव कुटुम्बकम, संसार मेरो हाम्रो भातृत्व बन्धुत्व भन्थ्यौं। यो संयुक्त राष्ट्रसङ्घ त 47 पछाडि बनेको न होला। भनेदेखि विश्व बन्धुत्व चाहिँदो रहेछ भनेर संसारलाई अहिले हामीले ज्ञान दिएको होइन, तर हिरालाई थाहा हुँदैन नि म कति बलेको छु भनेर, अङ्गारलाई पनि थाहा हुँदैन म कति कालो छु भनेर। त्यही हिरालाई थाहा नपाउने नेपालीहरू हुन् भनेर यो निवेदन गरे। सापेक्ष हुनुपर्छ पनि भन्नुहुन्छ। हिन्दू सम्राट सेनाको आलोचना पनि गरेको छु। आलोचना होइन, हिन्दू सम्राट सेनासँग तपाईँले सम्झौता गर्नुभयो। हिन्दू सम्राट सेना चाहिन्छ चाहिँदैन मैले भनेको छ र? किनभने तपाईँले कोसँग सम्झौता गर्नुभयो? तपाईँले सम्झौता गरेको शक्ति तपाईँको संविधानले चिन्छ कि चिन्दैन?
हो संविधानले चिन्दैन भने किन गर्नुभयो, चिन्छ भने धर्मनिरपेक्ष कसरी भयो? त्यसो कुरा त दाजु हजुरलाई एउटा प्रश्न छ कि जस्तो भोलि बोलबमका लागि कलश यात्रा पशुपति जाने भन्ने यहाँको पूर्व सन्ध्यामा ट्विट होइन, जस्तो यो हाम्रो पुरा पूर्वकालदेखि मानिआएको सनातनी धर्म संस्कृतिमा परेको कुरामा बोलबम पहिला थिएन, अहिले बोलबम कहाँबाट थपियो र यो बोलबम जस्तै हिन्दू सनातनीहरूले विभिन्न सम्प्रदायका विभिन्न चाहिँ रूपहरू नेपालमा ल्याएर जनतालाई जबरजस्ती धारण गराउँदैछन् भन्ने चाहिँ एक किसिमले भाषा चलाएको मिल्छ। इन्डियाबाट आइदिएको हो बोलबम भन्ने खालको कुरा पनि जनताहरूले भन्छन्। त्यसैले हिन्दू राष्ट्रको मान्यता अन्तर्गत हामीले बोलबम पशुपतिनाथमा जल चढाउने कार्यक्रम राखेका छौँ। पशुपतिनाथका पुजारी को छन्? कोही भट्ट हुनुहुन्छ, कोही पनि नेपाली छैनन् भने इन्डियन भट्ट होइन, कोही पनि नेपाली छैनन्। अनि त्यहाँ सबै त्यो नेपालका पशुपतिनाथका अथवा हामीहरू पशुपतिनाथ गएर किन दर्शन गर्छौँ? त्यसकारणले सभ्यता शिष्टता जानेर ज्ञान गरेर त्यसले के नोक्सान हुन्छ? एक भने अर्को कुरा कसैले बोलबम भन्छ होला, कसैले कलश यात्रा भन्छ होला, कसैले, तर त्यो टाउकोमा बोकेको पानी त त्यही हो नि, त्यही हिँडेकोमा तपाईँ बोलबम भन्नुहुन्छ, म कलश यात्रा भन्छु, उसले होइन पशुपतिनाथ दर्शन यात्रा भन्छ। तर अर्थ के हो भनेदेखि त्यो कुन रुखमा फलेको हो आँप भन्ने सरोकार भएन, त्यसको चरित्र र पात्र त्यो खाँदाखेरि स्वास्थ्यलाई हानि गर्छ कि गर्दैन भन्ने चाहिँ प्रश्न हो। र यो हिन्दू धर्मको मान्यताभन्दा बाहिरको कुरा चाहिँ होइन। र संसारका 1 अर्ब 50 करोड हिन्दूहरूमध्ये 1 अर्ब त भारतमै बस्छन्। त्यसकारण अहिले त्यसरी हेर्दा देखियो, तर नेपालभित्रका जाति सम्प्रदायले मान्ने यो सनातन संस्कृतिमा बोलबम पहिला थिएन, अहिले कसरी हामीले भित्र्यायौँ, कसरी यो धर्मावलम्बीहरू बोलबमहरू मान्नेहरू धेरै भए। तपाईँ धेरै कुरा हिन्दू मान्यता मान्नुहुन्थ्यो भने नयाँ अभिभावक नयाँ अवधारणा आएर तपाईँले बोलबम पनि मान्नुभयो, यसले हिन्दू राष्ट्रलाई के असर गर्यो त? असर गर्ने होइन त्यसो भए होइन, के असर गर्यो त भने एकछिन मान्नुहोस्, अमेरिकामा पनि पशुपतिनाथको मन्दिर त बनाएको छ नि त हिन्दूहरूले, त्यहाँ खै त क्रिस्चियनहरू गएर भत्का छैन नि त। त्यसै कारणले ज्ञान समझ अनुसार होइन यो कुरा ठिक छ भन्यो भने देशलाई चाहिँ के नोक्सान भयो त? एउटा कुरा चाहिँ भन्न चाहेको यो बोलबम त एउटा चाहिँ धार्मिक कार्य भयो। तपाईँहरूको पार्टी चाहिँ तपाईँको हिन्दूवादी पार्टी हो कि के हो? अलिकति प्रश्न पारिदिनुहोस् न। हो, हामी नेपाल सर्वधर्म समभाव सनातन हिन्दू राष्ट्र नेपाल भन्ने पार्टी हो। अरू एजेन्डा छैन? हजुर, विकासको एजेन्डा छैन? तपाईँ त धर्मको कुरा मात्रै गर्नुहुन्छ तपाईँको। विकास सिकास छैन भनेर तपाईँलाई कसले भन्यो भने? त्यही भन्नुभएको छ तपाईँले, अरू त जोड्दै जोड्नु भएन त। अनि त्यस कारणले गर्दाखेरि राष्ट्रको समुन्नति र संस्कृति भनेपछि मान्छे हो भने चाहिँ यसको खुट्टा पनि छ, हात पनि छ, आँखा पनि छ, अलि आँखा कमजोर भएर छ, चस्मा पनि लाउँछ भनिरहनु परेन नि। यसै कारणले गर्दाखेरि राष्ट्रको समुन्नति र सद्भावका लागि पहिले हाम्रो आफ्नो मूल्य मान्यतालाई स्थापित गरौँ, अनि निर्माण विकास यो निरन्तरको प्रक्रिया हो, त्यसमा आपत्तिको विषय छैन। यो सरकारको सुरुवाती दिनमा यहाँहरूको पार्टीले निकै सरकारलाई समर्थन गर्यो, राम्रै होस्, राम्रै अपेक्षा होस् भनेर राम्रै गर्दैछ, शुभकामना दिन्छु भने शुभकामना पनि दिनुभएको छ 100 दिन मनाउँदा पनि। तर आज आएर हामीले सुन्दैछौँ सरकारको विपक्षमा अरू दलहरू जस्तै यहाँहरूको पनि विचारधारणा देखियो। यो पार्टीको जस्तो प्रजातान्त्रिक पार्टीको तपाईँहरूको जिम्मेदारी व्यक्तित्व हो होइन, अब यो सरकारले गलतै गरेको हो त, गलतै बाटोमा गएको त? यो प्रश्न तपाईँ होइन, कसैप्रति पनि सदाशय राख्नु कसुर होइन,
यो नयाँ सरकार आएको छ, अब काङ्ग्रेस एमाले अब यो के अरे 17,000 नेपाली जनताको शहादत गरेर आउने माओवादी साथीहरू कहाँ कहाँ के पुगे। अब यो नयाँ आउने राष्ट्रिय स्वतन्त्र पार्टी जुन पार्टीको राजनीतिक सिद्धान्त आदर्श दृष्टिकोण पनि ठेगान छैन, तब पनि नेपाली जनताले 2/3 मत दिएर पठाएका छन् भने आउने बित्तिकै होइन त अमुक फल्ना कसुरदारै होस् त भनिरहनु परेन नि। त्यसैले अहिलेसम्म आउँदाको जे परिस्थिति देखियो, एकपछि अर्को सरकारको अकर्मण्यता चरमचुलीमा पुग्यो। तराईको धार्मिक द्वन्द्वपछि यहाँहरूको विचारमा तराईको धार्मिक द्वन्द्वपछि मात्रै होइन भने तपाईँ प्रधानमन्त्री कार्यालयमा कतिजना स्वकीय सचिव राख्नु भएको छ? कुन संविधानले चिन्छ? कतिवटा पदाधिकारी राख्नु भएको छ? एउटा को मन्त्रीजीले त 21 जना सल्लाहकार राख्नु भएको छ अरे। कहाँबाट तलब ल्याएर खानुहुन्छ? कुन कानुनले चिन्छ? यसै कारणले गर्दाखेरि घटाउने सल्लाहकारबाट थप्रे होइन, जुनको भनाइ त्यही हो। होइन, मेरो भनाइ होइन। तपाईँले अघि मैले भने संविधानको बहस पत्रको लागि के अरे यो असीम शाहजीलाई राख्नुभयो। कानुन मन्त्री छ कि छैन? शोभिता गौतमजी कानुन मन्त्री हुनुहुन्छ। अनि संविधानको बहस पत्र कानुन मन्त्रालयले बनाउने कि प्रधानमन्त्रीले बनाउने? र फेरि त्यस्तो तिनीहरूलाई संविधान र कानुनको कुन ऐनले चिन्छ र कति खुवाएर पियाएर हिँड्नु भएको छ? तैपनि बेनिफिट अफ द डाउटफुलनेस पहिले ठिकै छ, यो गर्दैछ भने बेसै हो भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ भ्रष्टाचारीहरूलाई पक्रेर कारबाही गर्ने। तपाईँले प्रधानमन्त्रीको कार्यालयमा तपाईँका सल्लाहकारहरूले बोलाएर अख्तियारको मान्छेलाई फल्नालाई पक्रि भनेर भन्ने, उसले काम गर्न पाउने कि नपाउने? अनि तपाईँले संविधान मान्नु भएको छ? यसै कारणले गर्दाखेरि एकपछि अर्को तपाईँको जे गतिविधि हो तपाईँलाई सधैँ समर्थन गरिराख्नुपर्छ, केही जरुरी छैन। अब यो अन्त्यमा जस्तो आजको प्रेस मिटको सारांशमा भन्नुपर्दा बोलबमका लागि उपत्यकामा हुने धर्मावलम्बीहरू सबै आइदिनु होला, यसरी चाहिँ कलश यात्रामा जाउँ भन्ने हो। किन कलश यात्रामा जाउँ भन्ने हो भने अहिले जति विकृति र विसङ्गतिको बारेमा मैले तपाईँहरू समक्ष निवेदन गरेँ, ती विकृति विसङ्गति गर्नेहरूको पनि सद्बुद्धि पलाओस्, त्यसकारण तिमीहरू पनि आऊ भन्नको लागि हो।